साथीहरू, के तपाईको घरमा पनि लामखुट्टेले हेलमेट नलगाई ओभर स्पिडमा टोक्न थालेका छन्? आज हामी यस्तै केही पेट मिची हँसाउने गर्मी र लामखुट्टेका जोक्सहरू लिएर आएका छौं। भिडियो अन्त्यसम्म हेर्नुहोला। अन्तिमको इन्जिनियर लामखुट्टेको जोक सुन्दा तपाईले हाँसो थाम्न सक्नुहुन्न। श्रीमती, बुढा, बत्ती गयो, पंखा पनि बन्द भयो, कस्तो गर्मी भयो। श्रीमान, चिन्ता नगर बुढी, आँखा बन्द गर र कल्पना गर कि तिमी एभरेस्टको चुचुरोमा छौ, आफै चिसो महसुस हुन्छ। छोरा, बा, भगवानले मान्छेलाई किन बनाउनु भएको होला? बाबु, ताकि मान्छेले राम्रो काम गरोस्। छोरा, त्यसो भए भगवानले तपाईलाई बनाएर एउटा ठूलो मिस्टेक गर्नुभएछ, किनकि तपाई दिनभर मलाई मात्र गाली गर्नुहुन्छ। श्रीमती, हैन बुढा, यो छिमेकीले हाम्रो बारेमा नराम्रो कुरा काट्दैछ रे, केही त भन्नुस्। श्रीमान, छोडिदेऊ बुढी, सित्तैमा हाम्रो प्रचार भइरहेको छ, विज्ञापन गर्न पैसा लाग्छ भन्ने कुरा उसलाई के थाहा। छोरा, बा, मलाई एउटा नयाँ मोबाइल चाहियो। बाबु, किन र, भएको मोबाइल के भयो? छोरा, समाजमा इज्जतै रहेन बा, फेसबुकमा लाइक भन्दा धेरै त मेरो मोबाइलमा स्क्रैच भइसक्यो। छोरा, बा, यो गर्मीमा लामखुट्टेहरू किन यति धेरै कराएका होलान्? बाबु, बत्ती गएर पंखा बन्द भएपछि उनीहरूले हेलमेट नलगाई ओभर स्पिडमा उड्न पाउँछन्, त्यही भएर खुसीले कराउँदै हिँडेका हुन्। राम, यो लामखुट्टे पक्का पनि इन्जिनियर हुनुपर्छ। श्याम, किन र? राम, हेर न, यत्रो गर्मी छ, तै पनि यसले मेरो शरीरको त्यस्तो ठाउँ पत्ता लगाएर टोक्छ जहाँ पंखाको हावा पुग्दैन। काले, यार, यो गर्मीमा लामखुट्टेले हैरान पारे, झुल लगाएर सुत्दा पनि भित्र छिरेर टोक्छन्। गोरे, एउटा उपाय छ, एउटा लामखुट्टेलाई समातेर खूब कुट, अरू लामखुट्टे डराएर भाग्छन्। काले, मैले त त्यसो गरेको थिएँ यार, तर त्यसले त आफ्नो ग्याङ बोलाएर मलाई झन् धेरै टोक्यो।